It was at this moment that he knew he fucked up. Nice bicycle. So hey people, welcome to my channel after very long time. So मैले धेरै पछाडि भिडियो हालेको थिएँ तर अहिलेसम्म त्यसपछि भिडियो हालेको थिएन। म हजुरहरूलाई जति मसँग एक्सपिरियन्स छ त्यति म हजुरहरूलाई सेयर गर्नेछु अबाउट रनिङ, अबाउट फिटनेस, एभ्रिथिङ व्हाटएभर आई हेभ। अनि म तपाईँहरूलाई सेयर गर्नेछु थ्रु भिडियोज। अनि आफ्नो बडी पनि फ्याट बढेको छ बट आज चाहिँ अब हजुरहरूलाई म भिडियोहरू मार्फत आफ्नो रनिङ गरेको भिडियोहरू, कति किलोमिटर कुदे अनि पुसअप्स एभ्रिथिङ व्हाटएभर आई विल डु सबै देखाउनेछु हजुरहरूलाई। सो लेट्स अब आफ्नो लुगा चेन्ज गर्छु रनिङको लागि अनि त्यसपछि लेट्स गो फर रनिङ। दिस इज माई बडी कन्डिसन है त नाउ। लेट्स डु सम है त। यदि तपाईँहरू पनि लङ रन जाने सोच्नु भएको छ भनेपछि वार्म के गर्ने भने थाहा छैन भनेपछि यो भिडियो चाहिँ हेर्नु होला है। किनभने म अहिले लाइट वार्म गर्छु। त्यो हाम्रो लङ रनको लागि त्यत्रो हामीलाई पुरै स्ट्रेचिङ यताउति पुरै त्यो वार्म चाहिँ चाहिँदैन। पछि रनिङ पछि चाहिँ चाहिन्छ तर रनिङभन्दा अगाडि त्यस्तो चाहिँदैन। तर टेम्पोहरू सेटहरू हान्नु छ भनेपछि प्रोपर वार्म चाहिन्छ है त। म लङ रनको लागि अलिक छिटो प्याट गरिहाल्छु। म धेरै छैन 2-3 मिनटको। सो गाइस मेरो रनिङ चाहिँ स्टार्ट भइसकेको छ। अब पेस आजको 42-5 को पेस हुन्छ, स्लो हुन्छ। त्यति रस हालेर हामी हाल्छ किनभने हिजोको रनिङको स्पिड हानेको छ। अनि आज काफ दुखिरहेको छ, रिकभर चाहिन्छ। सो आजको रनिङ चाहिँ स्टार्ट भइसकेको छ। लेट्स स्टार्ट रन। लेट्स रन विथ मी। 42-5 को पेस है, धेरै फास्ट पनि होइन, ठिक्कको मिडियम, स्लो पनि नो। सो अब लेट्स मिट आफ्टर 2 किलोमिटर रन। सो दिस इज मी आफ्टर 2 किलोमिटर अफ रनिङ। अझै पनि पसिना आएको छैन त, मजा आइरहेको छ। 452-5 को पेसमा चाहिँ जिपेस या रन गरिराख्नुपर्छ। लेट्स मिट आफ्टर 5 किलोमिटर। 5 किलोमिटर चाहिँ कम्प्लिट भइसकेको छ। हाम्रो एभरेज पेस चाहिँ 5 रहेको छ। 23 हो कि 24 मिनट लागेको छ। सो आइ एम स्टिल मुभिङ। लेट्स मिट आफ्टर माई रनिङ फिनिस। आइ एम इन पाटन राइट नाउ। रनिङ एकछिन स्टप गरेर ट्याक लगाएर पाटनमा एकछिन दर्शन गर्न आएको। Yep, here I am. I don't care about any fucking body here. अब फेरि स्टार्ट गर्नुपर्छ रनिङ। अब बडी 5 के अरे अब बडी 1 किलोमिटर होला मेरो घर पुग्न। त्यसपछि म फेरि घरमा गएर वर्कआउट गर्दैछु। फाइनली फिनिस माई 6 किलोमिटर जति छ हो। अनि फिनिस गरिसक्यो। अब उता माथमा गएर पिनट सकिएको छ, पिनट लगाएर जानुपर्छ। भरे नि मेरो म चाहिँ यो पिनट बटर युज गर्छु। यो लगे पनि हुन्छ। सो लेट्स ट्राई। फुल पसिना छ, अझ यो पिनट बटर युज गर्छु। सो अब लगेर जानुपर्छ घर। पुरै पसिना छ यार। म चाहिँ रनिङ गरेर सिधाइसकेको छु। अब माथि रुममा गएर जुत्ता फुकाल्छु, माथिको भेस्ट चेन्ज गर्छु अनि त्यसपछि ट्याक्क लगाएर वर्कआउट स्टार्ट गर्छु। म चाहिँ घर पुगिसकेँ। म चाहिँ उता माथि बस्छु क्या, त्यहाँ माथि अबि माथि नै त। अघि हजुरलाई भनेको थिएँ मैले कि म रनिङ सकाएर अब म होम वर्कआउट गर्नेछु भनेर। फेरि अब चेस्ट र बाइसेपको वर्कआउट गर्नेछु। अबि नखरा चेस्ट र बाइसेपको वर्कआउट गर्नेछु। अलिकति अब हात साथमा नखरा भनेको अलिकति हात त तन्काउनु पऱ्यो नि बाइसेपको एक्सर्साइज गर्नुलाई। ओ शिट
कामै छैन यार यसको यार त त्यो पनि कति काम बिग्रेको यार अघि त्यो के छुट्यो अघि त्यो हात तन्काउने अहिले फेरि यो ट्राइपडको भाँच्यो पुरै भाँचिहाल्यो नि यार काम बिग्रेको बी पोजिटिभ समीर जति काम बिगारे पनि गाली गर्नुहुन्न बी पोजिटिभ आज पानी पर्दा यस्तो दामी भ्यू देखेको छ नि आम्मा गाइस म चाहिँ अब 100 पुसअप गर्नेवाला छु 100 पुसअप मिन्स सेट बाई सेट गर्छु लेट्स स्टार्ट जान्छ अहिले आधा भिडियो हेर्नु अहिले पुसअप पर्दै भएपछि त्यस्तै दामी देखिन्छ है त अहिले उदान्छ कि हेभी कस्तो गर्नु जाऊ अब यहाँ दादा वर्कआउट गर्छ क्या जाऊ न यार कस्तो रहेछ यो चाहिँ बाँधो नि Nice bicep, yo. Six, 7, 8. जाऊ एप्सको मेरो रनिङ गर्छु म हाम्रो रनिङ गर्ने मान्छेहरूको त्यो बाइसेपहरू एकदम चाहिँदैन कि त्यो हाम्रो एरोबिक कोरहरू चाहिँ त्यो हाम्रो स्ट्रङ हुनुपर्छ कोरहरू चाहिँ स्ट्रङ हुनुपर्छ एरोबिक के कोर मसल्सहरू चाहिँ टाइट हुनुपर्छ स्ट्रङ हुनुपर्छ बल्ल मात्र हामीले राम्रोसित विदाउट गेटिङ टायर्ड हामी रनिङ गर्न सक्छौँ सो अब लेट्स स्टार्ट एप्सको एक्सर्साइज यदि तपाईँहरू पनि घरमा बस्नुहुन्छ र अलिक के अरे एप्स बनाउनु चाहनुहुन्छ र के गर्ने कसो गर्ने भनेर केही मेसेज पाउनु भएको छैन भने यदि मैले यो जुन एक्सर्साइज गरेर छु नि त्यो एक्सर्साइज फलो गरे पनि हजुरको एप्स आउन सक्छ है त छिटै आउँदैन रिजल्ट अलिक टाइम लाग्छ अलि जसको अब मसल मेमोरी चाहिँ पहिले जसको एप्सहरू थियो त्यसको चाहिँ 1-2 महिना गरे पनि आइहाल्छ अलि लक इन हुनुपर्छ तर अलिक फ्याट मान्छेहरूको चाहिँ अलिक टाइम नै लाग्छ है त मेरो पनि टाइम लागेको हो लेट्स स्टार्ट है त सुन सुट केसेसबाट स्टार्ट गरौँ है त फेरि कसैले भन्न सक्लान् कि त टिप्स दिने कोर्स त प्रोफेसनल होस् एन्ड त्यहाँदेखि भनेर मजा उडाउन सक्लान् नयाँ हाँस्न लाग्न सक्लान् होइन आई डोन्ट केयर है साँच्चै भन्दा आई डोन्ट केयर मजाक उडाओस् नउडाओस् म धेरै भइसक्यो मैले भिडियो बनाउन थालेको त्यो 1 वर्षै पुग्न आँट्यो अलिक कन्टेन्ट स्टार्ट गर्न थालेको त्यो जसुकै भनोस् मलाई आई डोन्ट केयर होइन तर मैले जे भोगेको जे एक्सपिरियन्स गरेँ त्यो कुरा हजुरलाई सेयर गरेँ मैले त्यो एक्सर्साइजहरू गरेर एप्सहरू निकालेको त्यही भएर मैले हजुरहरूलाई भनेँ नत्र त म किन भनेर मलाई न म प्रोफेसनल न यताउति केही नै केही तर म सिक्दैछु सबै कुरा ट्राई गर्नुपर्छ लाइफमा त्यही भएर म सबै नयाँ कुराहरू सिक्दैछु कहिले उता जान्छु कन्टेन्ट क्रिएसन चाहिँ मेरो एउटा फेमस हुने ड्रिम नै हो भनौँ न त्यो भएरै छोड्ने हो कि यताउति हुन्छ कि तर मलाई थाहा छ कसरी यो भिडियो हेर्दैन मलाई थाहा छ के गर्ने मान्छे यति इन्ट्रेस्टै गर्दैन नेपाली फिटनेसहरूमा थाहा छ मलाई अनि त्यही भएर हेर्नु हुँदैन 50-60 भिडियो पनि काम चलाउने हो क्या यो भिडियो चाहिँ लङ जस्तो छ त्यो लङ भयो भने म यो भिडियो चाहिँ अर्को भिडियो बनाएर एप्सको छुट्टै अलिक कन्फ्युजन नहोस् भनेर लामो नहोस् भनेर छोटोमा एप्सको बारेमा सम्झाएर ट्याक्क लगाएर हजुरलाई हालिदिनेछु जसले भिडियो हेरिदिनु भयो अब त्यहाँलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु के भन्न चाहन्छु र यसरी नै सपोर्ट गरिदिनु होला मलाई थाहा छ अब बढी 10-15 भिडियो आउला तर अब के गर्न सकिन्छ र कन्सिस्टेन्सी इज द की टु सक्सेस तर आज कस्तो टाइम भ्यू देखेको यार हेर्नुहोस् त यही भ्यूसँग हजुरहरूलाई पाएँ त ट्याक्क लगाएर 6:30 नै भइसक्यो अब गर्मी महिना स्टार्ट हुन थालिसक्यो अँध्यारो पनि छिटो हुँदैन ट्याक्क लगाएर अब नुहाउनुपर्छ अलिकति भोक लागेको छ त लगेर खाइन्छ केही
त्यो एप्सको भिडियो चाहिँ मैले बनाएको छु कि तर अलिक लामो हुन्छ जस्तो लागेर भिडियो मैले अर्को भिडियोमा हाल्छु ल भनेको छु नि त्यहाँ त्यो चाहिँ म अर्को भिडियोमा हाल्छु ल